हेर्नुस् है त, यसलाई भनिन्छ लाइफलाइन अर्थात् जीवन रेखा। यदि तपाईहरूको यो जीवन रेखामा यसरी ट्रायङ्गल बनेको छ भने यो चाहिँ असाध्यै राम्रो हुन्छ आफ्नो घर किन्नको लागि। अर्थात् कसैको चाहिँ भित्रपट्टि पनि हुन्छ, यो दुइटैको सङ्केत एउटै नै हो। यदि तपाईँको यो लाइफलाइनमा चाहिँ यसरी ट्रायङ्गल भित्रपट्टि अथवा बाहिरपट्टि जतापट्टि बनेको छ भने पनि तपाईँहरूले आफ्नो घर एकदम चाँडै राम्रोसँग तपाईँहरूको ड्रिम हाउस बनाउन सक्नुहुनेछ तपाईँहरूले। तसर्थ यो एकदमै राम्रो सङ्केत हो। यदि लाइफलाइनमा ट्रायङ्गलहरू छन् भने चाहे त्यो भित्रपट्टि होस् या चाहे त्यो बाहिरपट्टि होस्, अलिकति समयको फरक पर्छ भित्र र बाहिर हुँदाखेरि, तर जोसँग यस्तो खालको सिम्बल छ, यस्तो खालको लाइन छ, उहाँहरूले चाहिँ आफ्नो ड्रिम हाउस एकदम राम्रोसँग बनाउन योग्य हुनुहुनेछ। तसर्थ तपाईँहरू पनि आफ्नो आफन्तहरूकोमा अथवा आफ्नो हातमा यस्तो सिम्बल छ कि छैन हेर्नुहोला अनि पत्ता लगाउनुहोला।